सो हेलो गाइज, के छ खबर? सन्चै हुनुहुन्छ? स्वागत छ हजुरहरूलाई फेरि पनि मेरो नयाँ भ्लगमा। म चाहिँ अहिले आफ्नो गाउँमा छु। मेरो गाउँको घर चाहिँ यहाँ रहेको छ। सबैलाई आज चाहिँ माघे सङ्क्रान्ति, सबैलाई माघे सङ्क्रान्तिको शुभकामना गर्दछु। मेरो चाहिँ माघे सङ्क्रान्ति भइरहेछ। अहिले चाहिँ बिहानको माहौल छ। मेरो गाउँको घर चाहिँ यहाँ रहेको छ गाइज। माघे सङ्क्रान्तिको तयारी भइसकेको छ। तरुल सरुल खनेर बरु हजुरहरूको के भयो भन्नु होला। तरुल सरुल खन्नुभयो कि नै? हाम्रो चाहिँ तरुल खनेर चाहिँ यहाँ राखेको छ। ए बिराल भाग्यो गाइज, हेर्न सक्नुहुन्छ तरुल के फर्सी छ। अरू चाहिँ सामान बन्दैछ, अहिले आउँछ। आएपछि देखाउँला गाइज। म चाहिँ घरमा छु अहिले। चाहिँ मेरो घरको टुर गराम कि नै भन्नु। घरको टुर चाहिन्छ भने मेरो होम टुर म गराउँछु फिक्सै पनि, तर अहिले चाहिँ धेरै नगराम। सबैलाई माघे सङ्क्रान्तिको फेरि पनि शुभकामना। यो महिना हजुरहरूको राम्रो जाओस्। मेरो त त्यस्तै हो, अनि खासै ठुलो उद्देश्य त होइन। यसो गाउँको रमाइलो देखाइदिनु न हजुरहरूलाई पनि भनेर बनाइदिएको भ्लग। आज सबै सुन्दर शान्त माहौल छ। घर हाम्रो यतातिर जङ्गल रहेको छ, यतातिर बारीहरू। एकैचोटि पारी छ कसको घर, अन्त हाम्रो चाहिँ यहाँ घर। एउटा माथिल्लो घर छ, अनि यहाँ तल्लो घर हाम्रो यही हो। त्यहाँ तल रहेको छ बाख्राहरू पनि। हाम्रो घरमा चाहिँ साना साना प्यारा खराएको छन्। हेर्नुहोस् गाइज, म देखाउँछु है। यहाँ रहेको छ, हेर्नुहोस् खराएको बच्चा धनी। आऊ भाग्यो बाहिर निकालेर देखाउँछु है गाइज। कस्तो भाग्छन् के बाहिर निस्कि। गाइज खरायो कति राम्रो है, प्यारो। हजुरहरूको घर छ कि नै पेटहरू भनिदिनुहोस्। हाम्रो त्यति प्यारो खरायो छ। तपाईँ जा भित्र जा। अर्को पनि छ, ऊ त्यहाँ लुकेहा, त्यो चाहिँ मान्दैन आउन। लाएर राख्दै मैले डराउँछन् फेरि धेरै गऱ्यो भने। तल जाम गाइज, तलको पनि माहौल देखाउँछु। उबड खाबड गाउँको माहौल। खानासाना बनाइसकेँ मैले चाहिँ। मम्मीहरू हुनुहुन्न, मम्मी बहिनी सङ्क्रान्ति भएकोले आमा घरतिर जानुभएको छ। घाँस रहेछ, बाख्राहरू गाइज हाम्रो प्यारा प्यारा। ए बाख्रा ए भोकै छन् कि? अब घाँस झुन्डाइदिउँ है गाइज। घाँस चाहिँ यहाँ रहेको छ, खन्नेको घाँस। घर आइसकेपछि कामै गर्नै पर्यो। एक्लै छु घरमा चाहिँ। ए हाम्रो यहाँ सेरे पनि छ। ओइ सेरे यता। सेरे, यसको नाम चाहिँ सेरु हो गाइज। हल्का बिरामी छ, यो हल्का बुढो भइसक्यो, तर राम्रो छ, प्यारो छ। बाख्राहरूलाई घाँस झुन्डाउनु पर्यो गाइज। मैले चाहिँ बाख्रालाई घाँस झुन्डाइसकेको छु। कति आफू मात्र पेट भर्ने, तिनीहरू पनि पेट भरिदिनु न त होइन। यहाँ चाहिँ चल्लाहरू, कस्तो प्यारो चल्लाहरू रहेछन्। ए आऊ हेर्नुहोस् चल्लाहरू। उखुको बुट्टा छ। तरुल चाहिँ हाम्रो र खनिएन। अघिल्लोचोटि गएर रमाइलो भएको थियो, खन्या थियो, मान्छे पाइएन। म चाहिँ हिजो भर्खर आएँ, बेलुका राति। अनि कहाँबाट खन्न पाइन्छ त? खुर्सानी बारीबाट भर्खर हिजो राति आएँ। सो गाइज, हाम्रो माघे सङ्क्रान्तिमा चाहिने सामग्रीहरू आइसकेको छ फाइनल्ली। यहाँ रहेको छ ट्याक्क, हेर्नुहोस्। सबै देखाउँछु पालो। यो चाहिँ भुजाको के भन्छ यसलाई चाहिँ चाकु भन्छ। यो बनाउने तरिका हिजोको मिनी ब्लगमा हेर्नु होला गाइज, मेरो मिनी ब्लगमा यो बनाउने तरिका। अनि यो चाहिँ खट्टे, अब तरुल सरुल फर्सी पिनालु के छ गाइज। हाम्रो चाहिँ यही हो। के बनाउनु भयो हजुरहरूले भनिदिनु होला गाइज।
अब चाहिँ म चाहिँ जान्छु गोठलातिर। बाख्रा गोठला यस्तै यो गाउँ आइसकेपछि होइन गाइज। सो गाइज म चाहिँ अब बाख्रा गोठलातिर हिँडेको। बाख्राहरू चाहिँ यति रहेका छन्। कति आएको छन् 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14वटा रहेछन्। म चाहिँ बाख्रा गोठला ठुलो भाइ पसलमा गएको केही खानेकुरा ल्याउने भनेर। गाइज अब बाख्रा गोठलामा रमाइलो गर्नुपर्छ। म चाहिँ अहिले बाख्रा चराउने ठाउँमा आइसकेको छु गाइज। हेर्नुहोस् बाख्रा चराउने ठाउँ। यो ठाउँको चाहिँ मैले मिनी ब्लग हालेको थिएँ ट्याक्क पुस 15को दिन चटपटे खाएर। यहाँ चाहिँ मेरो डेली आउने हो बिदाको बेला बाख्रा गोठला। गाउँले जीवन आउनै पर्यो गाइज। अब एउटा चाहिँ पसल गएको त्यहीँ हराइगयो। कम्पनीबाटै ल्याउनु ला जस्तो गरे के ल्याउने हो पैसा दिएर पठाएको। गाइज लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। सपोर्ट गाइज सबैले। भ्लगहरू हाल्दै गर्छु म भिडियोहरू ट्याक्क लाएर। सबैले सपोर्ट सब्सक्राइब गर्नुहोस् सपोर्ट देखाइदिनुहोस्। आउँछ त्यो मान्छे कोही बेला आउँछ। बाख्राहरू चाहिँ चर्छ नभए यो पहेरोमा कस्तो हरियाली हुन्थ्यो पहिला। अहिले चाहिँ सुक्यान सबै। अहिले जाडोको मौसम भएर होला गाइज। हामी चाहिँ बाख्रा चराउन लागेको लगभग पनि कति 4 घन्टा भयो होला। 10 11 12 13 1 बज्यो 2 बज्यो 3 घन्टा भयो लगभग हामी बाख्रा चराउन लाग्यो। अब एकछिनमा चराइसराइ गएर घर गइन्छ। अब माघे सङ्क्रान्ति यत्तिकै गयो बाख्रा चराएर वरिपरि जङ्गलमा घाममा टन्टलापुर घाममा। अहिलेसम्म हेरिदिनु भयो भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनुहोस् सपोर्ट गरिदिनुहोस्। हजुरले सपोर्ट गर्नु भने हामीलाई पनि बनाउने जोस आउँछ। अब एकछिनमा घर जान्छौँ गाइज। बाख्रा चाहिँ मस्तसँग चरिरहेको यतातिर। यो चाहिँ यहाँ छ घल्लडो। नाम भन्दै आफ्नो इन्ट्रोडक्सन दिएन दिएन। यो चाहिँ हल्का लजाउँछ। यसको गर्लफ्रेन्डले छोडेबाट यो रक्सी खाएर गाउँ बाख्रालाई बलात्कार गरेर हिँड्ने काम गर्छ। नाम भन्दा पनि डराउँछ। ट्याक्कै दैलेखको रतने जस्तै देखियो अहिले त। लिची खान्छ यो त्यो केटी यार फिर्ता आइदियो यार छोडेर यो भिडियो हेर्दैछौ भने यार बिचारा यार अझै सदमामा छ यार। यता हेर नाम भन्। म चाहिँ अब घरतिर जान लाग्छु। बाख्रा सक्रा लगेर आजको दिन यस्तै गरी नै बित्यो। बाख्राहरू चाहिँ हिँड्दैछन् यस्तो उबड खाबड ठाउँमा। म पनि अब घरतिर जान लाग्छु। यहाँसम्म हेर्दै हुनुहुन्छ भने लाइक कमेन्ट सब्सक्राइब गरिदिनु होला। यस्तै भ्लगहरू हाल्नेछु फेरि अरू पनि भिडियोहरू हेरिदिनु होला गाइज।